नमस्कार साथीहरू, के तपाईलाई पनि यस्तो हुन्छ? महिनाको सुरुमा पैसा हुन्छ, तर अन्त्यमा पत्ता नै हुँदैन, कहाँ गयो? आजको यो भिडियोमा म तपाईलाई खर्च नियन्त्रण गर्ने 10 अत्यन्त प्रभावकारी उपायहरू सिकाउनेछु, जसले तपाईको बचत तुरुन्त बढाउन मद्दत गर्नेछ। स्वागत छ तपाईलाई 100 कडा 2 मा, जहाँ हामी सिक्छौं पैसा कसरी सही तरिकाले चलाउने, बचत गर्ने र बढाउने। 1. सबै खर्च लेख्ने बानी बसाल्नुहोस्। यदि तपाईलाई पैसा कहाँ जान्छ थाहा छैन भने पैसा नियन्त्रण गर्न सक्नुहुन्न। एउटा सानो नोटबुक वा मोबाइल एप प्रयोग गरेर हरेक खर्च लेख्ने बानी बसाल्नुहोस्। 2. चाहना र आवश्यकता छुट्याउनुहोस्। आवश्यकता: खाना, भाडा, बिजुली, इन्टरनेट। चाहना: बाहिर खाने, नयाँ कपडा, ग्याजेट। पहिले आवश्यकता पूरा गर्नुहोस्, चाहना पछि। 3. दैनिक कफी र बाहिर खाने खर्च घटाउनुहोस्। सानो देखिने दैनिक 150 देखि 200 रुपैयाँको खर्च महिनामा 5000 प्लस हुन्छ। घरमै कफी बनाउने, हप्तामा 1 वा 2 पटक मात्र बाहिर खाने। 4. इम्पल्स बाइङ रोक्नुहोस्। अनलाइन सेल देख्यो कि किन्ने बानी गर्नुहोस्। 24 घण्टा नियम अपनाउनुहोस्। आज मन लाग्यो, भोलि फेरि सोच्नुहोस्। 80% सामान आफै मन बदलिन्छ। 5. सब्सक्रिप्सन खर्च कटौती गर्नुहोस्। नेटफ्लिक्स, स्पोटिफाई, एप्स, क्लाउड स्टोरेज। प्रयोग नगरेका सब्सक्रिप्सन आजै बन्द गर्नुहोस्। 6. बजेट बनाएर चल्नुहोस्। महिनाको सुरुमा खर्च क्याटेगोरी अनुसार बाँड्नुहोस्। फुड, रेन्ट, ट्राभल, सेभिङ, फन। बजेट बिना पैसा, बिना नियन्त्रण। 7. डिजिटल पेमेन्ट भन्दा क्यास सीमित गर्नुहोस्। डिजिटल पेमेन्ट सजिलो छ, तर खर्च बढी हुन्छ। क्यास प्रयोग गर्दा खर्चमा नियन्त्रण हुन्छ। 8. इएमआईज र ऋण सोचेर मात्र लिनुहोस्। सानो इएमआई ठूलो तनाव बन्छ। ऋण लिनु अघि 3 पटक सोच्नुहोस्। 9. शपिङ लिस्ट बिना बजार नजानुहोस्। लिस्ट बिना बजार गयो भने अनावश्यक सामान अनिवार्य किनिन्छ। पहिले लिस्ट बनाउनुहोस्, त्यसै अनुसार मात्र किनमेल। 10. बचतलाई खर्च जस्तै अनिवार्य बनाउनुहोस्। बचत अन्तिममा होइन, पहिले गर्नुपर्ने काम हो। स्यालेरी आयो, 20% सिधै बचत। तपाईँ धनी बन्न चाहनुहुन्छ? धुलो आम्दानीभन्दा पहिले सही खर्च नियन्त्रण अनिवार्य छ। सानो सानो सुधारले ठूलो आर्थिक भविष्य बनाउँछ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्।